बवाल जिन्दगी रह्यो नि ल्याएको छु मैले पछाडि झोलामा त्यहाँ लगेर ड्रोन उडाउँछु अनि पैसा कमाउँछु भनेर आएपछि फेरि अब रिल्याक्स मात्रै गरेर त भएन 2 दिन मात्रै 2 दिन छुट्टी हुन्छ नत्र रिल्याक्स गर्छु भने त 2 दिन छुट्टी हो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल दिस इज शरद आज चाहिँ म बाहिरतिर जाँदैछु आज चाहिँ ड्रोन स्रोन सब फिट भइसकेको छ आज चाहिँ ड्रोन उडाएर मौसम पनि ठिकै गरेर धेरै टाठो घाम लाग्यो पनि फेरि क्यामेरामा त्यस्तो राम्रो आउँदैन कि छाया पर्छ होइन त्यस्तो कस्तो वाइट हो कि कस्तो अर्कै अर्कै आउँछ कि त्यही आज अँध्यारो अँध्यारो नि गरेछ जस त्यस्तो चिसो पनि छैन त्यसैले आज चाहिँ मौसम ठिकै छ त्यसैले आज बाहिरतिर जाऊँ आज एक ठाउँमा चाहिँ त्यहाँ एउटा बाइकर्सहरूको फोटोसुट पनि छ अरे त्यहाँ पनि जान्छु हेरौँ के कस्तो छ अनि अगाडि भेटौँ लागि त्यहाँको छिटो लेट्स गो बोर्डर एक्स भन्ने ठाउँमा छ कि त्यहाँनिर चाहिँ आज फोटोसुट छ अरे बाइकर्सहरूको त्यहाँ आउनु भनेर हिजो इन्फर्मेसन गरेको थियो म चाहिँ त्यो फर्स्टमा चाहिँ त्यहाँ जान्छु त्यसपछि त्यहाँ मान्छेहरू छ कि छैन बिहान 8 बजीदेखि हो त्यहाँ 8:30 बजे आउनु भने 8:30 बजेदेखि 1 बजेसम्म भनेको थियो अहिले चाहिँ 12 बज्यो तिनीहरू छ कि छैन त्यो तिनीहरू भएको भए चाहिँ फोटोसोटो खिच्न बवाल मजा हुन्छ छैन भने चाहिँ ड्रोन सोड्रोन ल्याएको छु मैले पछाडि झोलामा त्यहाँ लगेर ड्रोन उडाउँछु अनि त्यही आजको भिडियो चाहिँ त्यही हुन्छ फोटोसुट भएपछि त्यहाँ फोटोसुटहरू हेरिन्छ फोटोसुट गरिन्छ छैन रहेछ गइसकेको रहेछ भने चाहिँ हामी ड्रोन उडाउँछौँ त्यहाँको भ्युजहरू हेर्छौँ बवाल अनि फेरि ब्याक टु होम हुन्छ है त गाइज वेदर्सले पनि आज खै छिनछिनमै परिवर्तन गरिरहेको कि यतिनिर घाम लाग्यो त्यतिनिर अँधिरो छ फेरि बादल लाग्यो हो कि कस्तो कस्तो होइन युकेको मौसम फेरि यही हो कि माको छ उत्तिखेर घाम लाग्छ उत्तिखेर फेरि पानी परिदिन्छ उत्तिखेर हावाहुरी होइन आज चाहिँ हावा चलेको छैन ड्रोन चलाउनलाई नि मजा हुन्छ आज यतिको भयो भने चाहिँ ड्रोन उडाउन नि मजा हुन्छ क्या त्यस्तो रिक्स हुँदैन नि त फेरि समुद्रतिर खस्यो भने त फेरि खतमै भइहाल्छ नि त बाटो यहाँको गाडीहरू रोडहरू सानो छ उता लन्डनतिर भन्दा धेरै क्राउड पनि अलि कमै छ यो ठाउँ समुद्र यतातिर यता देख्न सक्नुहुन्छ बवाल छ समुद्रहरू बोर्डर एक्स खासै टाढा त छैन यहाँदेखि होइन त्यही 20 मिनट जति लाग्छ होला बाइकमा पुत्तेल गयो भने फेरि यहाँ फेरि ट्राफिक भइरहेको छ फेरि त्यही अलि लेट त्यही ल्याउने हो आज चाहिँ यहाँको चाहिँ लास्ट डे अफ इस्टर हो कि आज चाहिँ हिजो आज चाहिँ इस्टर हो त्यही भएर खासै भिड छैन रोडहरूमा मान्छेहरू पनि खासै देखिन छैन अगाडि बाटो चिल्लो भयो मजा हुन्छ पुत्तेल भएको नि होइन यहाँ फेरि सब हेर्नुपर्छ जेब्रा क्रसिङ यहाँ लाइटहरू सब एउटा रुल पनि ब्रेक गर्नु हुँदैन फेरि गाह्रो छ गाइज रुल कडा छ फेरि यहाँ होइन नेपालतिर भइदियो ए ओभरटेक हान्दै चल्दै भाइ भन्ने हुन्थ्यो म यता सिधै जान्छु होइन यता सर्टकट चाहिँ यो लेफ्टतिर हो तर लेफ्टतिरबाट चाहिँ अलि हुन्छ क्या गल्ली जस्तो छ त्यही भएन खासै मजा आउँदैन वा बवाल जिन्दगी रह्यो नि एकदम कसम ल एकछिन बस्दिउँ कि क्या हो यहाँ तर यहाँ भन्दा पनि माथि अझै बवाल छ क्या बोर्डर एक्स भन्ने ठाउँमा त्यहाँ टक्क एउटा कफी सप पनि छ कफी खाँदै बस्ने दिउँछ टक्क लाएर खानासाना खाएर आएँ म टक्क त्यहाँ गएर बसेर एकछिन रमाइलो गरेर कफी सफी खाएर फेरि ब्याक हुनुपर्छ अनि फेरि साँझ 4 बजे फेरि पार्ट टाइममा जानु छ मलाई छुट्टी हो तर पार्ट टाइम गर्नुपर्छ साथीहरू पैसा कमाउनु पर्यो अब पैसा कमाउँछु भनेर आएपछि फेरि अब रिल्याक्स मात्रै गरेर त भएन 2 दिन मात्रै 2 दिन छुट्टी हुन्छ नत्र रिल्याक्स गर्छु भने त 2 दिन छुट्टी हो हप्ताको त्यही 45 घन्टा मात्रै हो काम फेरि 45 घन्टा काम गरेर हप्ताको मजाले 3 लाख रुपियाँ चाहिँ बचाउन सकिन्छ है गाइज रुम भाडाहरू फेरि नतिरेर है फेरि रुम भाडा तिरेर त्यही 2,50,000 जति कमाइन्छ पार्ट टाइम गरेर तपाईँको 1 लाख रुपियाँ जति आउँछ अरू पार्ट टाइमबाट त्यही रुम रेन्टहरू तिर्न ठिक्क हुन्छ त्यही हो कस्तो खतरा कर्नरिङ हो यस्तोमा त सुताउन मजा हुन्छ यो तर केटिएम बाइकको चाहिँ मलाई एउटा सही लागेको चाहिँ यस्तो हो कि कर्नरिङमा चाहिँ यस्तो बवाल हान्छ नि यसले कर्नरिङ पुरा के यस्तो गरेर सुताउनलाई बवाल मजा हुन्छ यार अरू बाइक मैले नेपालमा चलाएँ होइन 220हरू चलाएँ होइन कर्नरिङमा लास गाह्रो हुने के तर यो बाइक त पुरै सुत्दिन्छ के
अलिकति ढल्किनुपर्छ सुताउने नि न मजाले इजिली हुन्छ के इजिली कट हुन्छ यार बवाल त्यो चाहिँ त्यो लायो मलाई यो डुक बाइकमा केटिएममा यो डाँडामा थियो त्यो ढुङ्गाको भित्र त्यतिदेखि भित्र जाने अहिले लग्छ यो त्यही दिन मात्रै खुल्छ कि यो अहिले पनि जान्छु भने त जान मिल्छ होइन तर त्यो दिन चाहिँ मेला लाग्छ कि इभेन्ट खत्रै सुरुमा साइकल लिएर यहाँ प्र्याक्टिस गर्न आउँथेँ यहाँ हुइली हान्न यो त पारिपट्टि हुइली हान्न आउँथेँ आजकल यो बाइकमा सरर घुम्या छ सपना देख्नुपर्छ गाई सपना देख्नुपर्छ सपना पुरा नि गर्नुपर्छ सुरुमा अरूको भिडियो मात्रै हेरिन्थ्यो सर भिडियो भ्लग बनाएको होइन ड्रोन उडाएको बाइकहरू कुदाएको अनि यसो गोप्रोमा यसरी कैद गरेर गराएको हेर्नु हुन्थ्यो अहिले आफै यहाँनिर मान्छे बाइकर्सै छैन सबै कार मात्रै छ यार बाइकर्सहरू छैन रहेछ यार हेत्तेरिका बोर्डर एक्स भन्ने ठाउँ चाहिँ यही हो गाइज पहाडीतिर गएर बसौँ न यहाँबाट ड्रोन उड्नुपर्छ दामी गरेर रहेछ म That I could cough out my emotions in a health यही यो ठाउँ यहाँको होइन यही हो फोटोसुट रहेन रहेछ खासै यहाँ आज खै त्यो गइसक्यो कि के गर्यो होइन यस्तरी सुताउन मजा आउँछ कि यस्तो गर्रामा कर्नरिङमा बवाल लाग्छ यार यो बाइक यार कुदाउनु चाहिँ अब धोयाको यो अगाडिको डिस्प्लेमा त्यो पानी परेछ कि त्यो भित्र त होइन तर त्यो प्लास्टिक त्यो गरेको छ नि त त्यसलाई यो बाहिर पुरै यो बक्स हो कि यो सिसा भन्दा नि बाहिरको बक्स हो त्यसमा चाहिँ पानी हल्का हटाइरहेन रहेछ त्यही हो गाइज होइन भ्लग देखिसक्नु भइसक्यो र घर गएर फेरि अर्को ठाउँमा जानु छ ड्रोन सर्टहरू देखिसक्नु होला कस्तो लाग्यो लाइक कमेन्ट सेयर गरिदिनु ला बाँकी अर्को भ्लगमा भेटौँला है त गाइस सबैलाई टाटा बाई बाई सी यू and the moods that I hate I tend to embrace wonder why I'm so opposite I'm so backwards and upside